साथीहरू तपाईले मान्छेलाई भेडा बनाएको हेर्नु भएछ तपाईलाई म देखाइरहेको छु यो हेर्नु मलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीबाट आयो भने पनि म अस्वीकार गर्छु अहिल्यै भनिदिन्छु म एकछिन यो पनि हेर्नु ठुल्ठुला पावर आएर भने पनि म चाहिँ फेरि यो गठबन्धन छोडेर प्रधानमन्त्रीको लागि अन्त जानेवाला छैन तपाई नोट गर्नु अब नोट त भइ नै हाल्यो अब भेडा कसरी बनाइन्छ यो हेर्नु निर्दोष मान्छेहरू मारेको होइन तपाई यस्ता झुटा र बेइमानीपूर्ण कुरा गर्न छोड्नु मलाई गाली नगर्दा त उनीहरूको त सटर बन्द गर्नुपर्छ यति पाखण्डी र हावादारी गफ गर्ने मान्छेसँग के कुरा गर्ने एकछिन अझै त रोचक कहानी बाँकी नै छ प्रधानमन्त्री पोस्टको लागि प्रचण्डज्यू शपथ ग्रहण गर्ने बेलामा देउवाजीको पछाडिबाट कसरी फेसको अनुहारको कटिङ र स्टाइल हेर्नु यो दृश्य प्रतिज्ञा गर्दै प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानुनको पालना गरी प्रचण्ड